हेलो व्हाट इज अप गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। आजको यस भ्लगमा चाहिँ म बोर्डिङ देखाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र च्यानलमा कोही नयाँ हुन्छ भने कृपया सब्सक्राइब गरेर छेउको बेल आइकनलाई दबाउन नभुल्नु होला है। ल लेट्स स्टार्ट आवर। सुरुमा हिँड्दाखेरि के हुन्थ्यो, सुरुमा हिँड्दाखेरि यहाँनिर केही थिएन होइन, बाटो थिएन। अहिले चाहिँ यहाँ टायल थुपारिराखेको छ। यतातिर नयाँ नयाँ बिल्डिङ बनाएको छ। यहाँको भत्काइदियोरी यता अफिस नै छ। अहिले पनि अफिसको अफिस नै छ। नोटिस बोर्डमा के नोटिस आइरहेको छ, पहिलेकै नोटिस होला सायद। यहाँ हामीहरू टक्क बसेर यहाँनिर के अरे पढ्ने ठाउँ पनि सबै भत्काइदिएर नयाँ बिल्डिङ यहाँनिर चाहिँ ताला लगाएको छ। सायद यो चाहिँ क्यान्टिन होला, यो क्यान्टिन हो। दिस इज क्यान्टिन। ए यहाँनिर क्यान्टिनको खाजा लिने ठाउँ दामी बनाएको रहेछ। पहिले पहिले कुद्दै कुद्दै आउनु पर्दैन, कुद्दै कुद्दै आएर बल्ल बल्ल टर्न आउँथ्यो। अहिले त व्यवस्थित तरिकाले बनाउनु भएको रहेछ होइन। अब उता जाउँ। लास्टै धेरै रुखहरू थियो, काटेर एउटै छैन। छन त छ तर धेरै फडानी गरेको रहेछ, तर सबै मरिसकेको रहेछ। हाम्रो टिटी बोर्ड सेटी बोर्ड सबै भत्काइदिएर के बनाएको छ यहाँ। बाटो छ, बाटो बनाउनु। यहाँनिर टायल थुपारिरहेको छ, आधी मात्रै टायल लगाएको छ। यहाँनिर चाहिँ बाल सदनको पनि बस ल्याइरहेको रहेछ। अनि हाम्रो बस जम्मा 2टा बस छ। र अब यता हेरौँ, यो चाहिँ के बनाएको हो भन्दा यो पानी खाने ठाउँ। यहाँनिर चाहिँ पानी खाने ठाउँ है। ए दिस इज पानी खाने ठाउँ। एकछिन म देखाइहाल्छु। खोइ यहाँनिर चाहिँ 2तिर धारा छ है, यता र यता 2तिर धारा छ। र यहाँ 2टा बस छ, एउटा बाल सदनको र एउटा हाम्रो स्कुलमा। यता के अरे यो झ्याल स्याल सबै लगाइसकेको रहेछ, सिसा। यो बोर्डिङमा होइन हामी पढेको, तर पहिले चाहिँ यहाँनिर केही लगाएको थिएन। यो अहिले सबै लगाइराखेको रहेछ। के लगाएको अरे मार्बल अहिले लगाइराखेको रहेछ। ए टायल लगाइराखेको रहेछ। हामी चाहिँ यहाँनिर राति राति बसेर पढ्थ्यौँ। यहाँ जुत्ता राख्ने ठाउँ, यहाँ एउटा डेस्क थियो र यहाँ जुत्ता लाएर टुना लाउने ठाउँ। यो चाहिँ केटीहरू पढ्थे। हाम्रो क्लास चेन गेट लगाएको छ होइन, यताबाट हाम्रो क्लास चाहिँ उ त्यो रुम नम्बर 20 लेखेको ठाउँको हाम्रो क्लास हो। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो होइन, स्कुल भ्लग कस्तो लाग्यो कृपया कमेन्ट बक्समा गरेर लेख्न नभुल्नु होला। र यी 2जना धन्यवाद। ल फेरि मिलाउँला अर्को नयाँ भिडियोमा कुनै नयाँ टपिकको साथ। त्यतिन्जेलसम्मको लागि हस्त बाई बाई। ए पछाडि हाम्रो बोर्डिङ।